नमस्कार सबै इष्टमित्रहरूलाई। म अहिले लेसपाडको भिडियो देखाइरहेको छु र यो तल्ला बस्ती यो बहुउद्देश्य भवन हो, रातो। यहाँ बास्केटबल, भलिबल जे पनि खेल्न सकिन्छ, जति ठुलो पानी आए पनि। र यहाँ धेरै पैसा नि खर्च भयो अनि धेरै देश विदेशको इष्टमित्रहरूले सहयोग दिनुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो लेसपाड को तर्फबाट। र चाहिँ खोपी डाँडा पऱ्यो, खोपी डाँडा। त्यसपछि माथिको चाहिँ पर छेउमा देखिने भवन चाहिँ सहकारी, लेसपाड सहकारी भवन हो। सबै पुरा नाम चाहिँ आएन, सहकारी नै हो। यदि यो तल स्कुल पऱ्यो, ता गाडीको बाटो। र यो रातो भवन चाहिँ +2। यताको चाहिँ नाद लाउने भवन प्लस बास्केटबल ग्राउन्ड छ त्यहाँ। हेरी पुरानो स्कुल देखियो, लामो ओझेल परेछ अलिकति। यहाँ सानो डाँडा छ, त्यसैले अलिकति ओझेल पर्छ एकछिन घाम नलाग्दै। यो यहाँदेखि उपल्लो गाउँ सुरु भयो यतादेखि। उपल्लो गाउँ र तल्लाङको बिचमा भनौँ न पऱ्यो। हेरी बोर्डर धन्दै यतातिर, उता तल्लो बस्ती देखियो यतातिर फेरि। पक्का साँधी छुट्टिएको छैन, तर आफ्नो टोलको नाम छ। यो हेरी योलाई सुर्याल भन्छ। अलि माथि पुगे गाउँ पाखाटोल, त्यसपछि गाउँ हो। माथि टपमा चाहिँ कामदेन भन्नेहरू छ। पर हेलपोस्ट छ पर डाँडामा एक्लै। अहिले खेतीपातीको लाउने विषयमा यो मकै गोड्ने बेला भएको रहेछ। यो भिडियो खिच्दा म झन्डै वैशाखको 4-5 थियो होला, त्यतिखेरै थियो होला सायद मेरो विचार। आज ताली पछि मैले अपलोड गर्दैछु, पुरा दिनपछि। आज 15 वैशाखको 15 गइक्यो। अब माथितिर लैजाँदैछु हजुरहरूलाई। माथिको यो सरर जाँदैछ। यहाँ चाहिँ हाम्रो खेतीपाती लाउने जग्गाहरू छ। तल गाउँको आफ्नो छ यहाँ। यो चाहिँ पाखाटोल, हेरी पाखाटोल। माथिको चाहिँ कामदेन भनिन्छ। उता छेउको चाहिँ हेरी, यताको चाहिँ गाउँ भनिन्छ। गाउँमा अलिकति बाक्लो गाउँ छ, त्यही भएर गाउँ अरे गाउँ भनिन्न, गाउँमा भनिन्थ्यो पहिला हाम्रो भाषामा चाहिँ, हाम्रो गाउँले भाषामा भनौँ। हेरी योलाई गाउँमा भनिन्छ। अलि पर मकैबारी थियो, तर मैले देखेँ सरी यता आइसकेको छ क्यामेरा। यता चाहिँ माथिको सेरोभूमि पर माथिको डाँडा। त्यहाँ हामीले प्रत्येक वर्ष पूजा गर्छौँ, चैत अथवा वैशाखतिर। चैतको अन्तिम, तर वैशाखमा प्रायः जसो वैशाखमा गर्दो रहेछ। त्यसैले हामी यहाँ पूजा गर्छौँ। र अन्तमा भिडियो सकिने अन्तमा 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ सम्पूर्णमा। तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा मुरी धन्यवाद। धेरै मुरी धन्यवाद भन्न चाहन्छु। नमस्कार, बाई बाई।